ल, आज हामी नेपाली राजनीतिमा खसेको एउटा एटम बमको चिरफार गर्दैछौँ। एक सांसदको यस्तो विस्फोटक बयान जसले सत्ताको जग नै हल्लाइदियो भनेर चर्चा भइरहेको छ। आउनुहोस्, यो राजनीतिक ज्वालामुखीभित्र आखिर के रहेछ खोतलेर हेरौँ। हेर्नुहोस् त, यो कुनै सामान्य राजनीतिक टिप्पणी जस्तो लाग्दैन, होइन र? सांसद हर्क राईले यहाँ सिधा सिधा बालेन शाह र घण्टीवालाहरूलाई चेतावनी दिँदै भन्नुभएको छ, तिम्रो पतनको काउन्टडाउन सुरु भइसक्यो। यही भनाइले हो सम्पूर्ण बहसको आगो सल्काएको। हो, यही बयानलाई भनिएको छ राजनीतिक एटम बम, जसको निशानामा छन् बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी, र यो बमले सत्ताको जग नै हल्लाइदिएको छ भन्ने विश्लेषण गरिएको छ। भनेपछि राईका शब्दहरू सामान्य आलोचना मात्रै रहेनन्, यो त एक किसिमले युद्धको घोषणा जस्तै सुनिन्छ। उहाँले अहिलेको संयन्त्रलाई मृत्युको नजिक पुगेको असफल संयन्त्र भन्दै सिधा चुनौती नै दिनुभएको छ। ल, त्यसो भए यो एटम बमभित्र खासमा के कुराहरू छन् त? राईले 5 वटा मुख्य र निकै गम्भीर आरोपहरू लगाउनु भएको छ। आउनुहोस्, एक एक गरी हेर्दै जाउँ है त। अब यी 5 आरोपहरूलाई हेर्दा यसले पुरै तर्कको एउटा नक्सा नै बनाउँछ, होइन त? सरकारको असफलतादेखि लिएर मिडियाको भूमिका र अन्त्यमा त विद्रोहकै लागि आह्वान छ। यही बुदाहरूले हो राजनीतिक भूकम्प ल्याएको भनिएको। ल, पहिलो आरोपबाटै सुरु गरौँ। पहिलो आरोप त झन् सबैभन्दा शक्तिशाली छ। राईले सरकारलाई राक्षसी शासन नै भन्नुभएको छ, जसले गरिबको बास खोज्छ रे। उहाँको दाबी के छ भने यो इतिहासकै सबैभन्दा असफल र क्रूर सरकार हो र यसको अन्त्य अब धेरै टाढा छैन। अब दोस्रो निशानामा छ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी। आरोप के छ भने यही घण्टी बजाएर मतदातालाई झुक्क्याइयो र अहिले त्यही घण्टीले उनीहरूको कान टट्टाउने काम गरिरहेको छ। तेस्रो आरोपले त समाजको एउटा तीतो यथार्थलाई देखाउँछ। एउटा निकै तीखो प्रश्न छ यहाँ, प्रष्टले महल पाउने, गरिबले चाहिँ लात खाने। यही विरोधाभास नै उहाँको आक्रोशको जड देखिन्छ। अब चौथो आरोपमा आइपुग्दा निशाना अझै फराकिलो हुन्छ। अब प्रहार मिडिया र सामाजिक सञ्जालका समर्थकहरूमाथि छ। उहाँले उनीहरूलाई अन्धभक्त भन्नुभएको छ, जसले पैसा लिएर सरकारको अमानवीय कामको पनि बचाउ गर्छन् रे। ल, यति धेरै आरोपहरू लगाएपछि कुरा यहीँ सकिँदैन। उहाँ समस्या मात्र देखाएर रोकिनुहुन्न। अब उहाँले सिधै जनतालाई नै एक शक्तिशाली आह्वान गर्नुभएको छ। आफ्नो आह्वान सुरु गर्नुअघि उहाँले हामी सबैलाई एउटा निकै मार्मिक प्रश्न सोध्नुभएको छ। के हामीले साँच्चै यस्तै देश चाहेका थियौँ, जहाँ नेता महलमा बस्ने अनि जनता सडकमा रुनुपर्ने? यो प्रश्नले नै आन्दोलनको लागि एउटा भावनात्मक जग बसाल्छ। अनि त्यसपछि आउँछ एउटा सिधा आदेश, 3 शब्दको, उठ, जाग र यो दमनकारी सरकार विरुद्ध विरोध गर। यो त सडकमा उत्रिनका लागि गरिएको एक खुला आह्वान नै हो। अब यो बयान एउटा अपिलमा मात्रै सकिँदैन है, यसको अन्त्यमा त एउटा निकै कठोर चेतावनी पनि छ, जसले विद्रोहको सङ्केत गर्छ। र यो हो त्यो अन्तिम चेतावनी, सावधानी। गरिबको भोक र शोकले जब विस्फोट लिन्छ, तब कुनै पनि महल सुरक्षित रहने छैन। सुन्दा यो एउटा धम्की जस्तो मात्र लाग्दैन, यो त एउटा ठूलो सामाजिक विद्रोहको सङ्केत जस्तो सुनिन्छ। र अन्तमा यो सबै राजनीतिक टक्राव आएर एउटै प्रश्नमा अड्किन्छ, के नेताहरूले गरिबको श्रापबाट आफूलाई साँच्चै जोगाउन सक्लान्? हो, यही प्रश्नको उत्तरमा नै सायद नेपालको आउने राजनीतिको बाटो निर्भर छ।